So hello everyone. Ignore this middle girl. She's so ugly. नराम्री केटी हो छिची छिची इस यिनीहरूको यहाँ पढ्नुको नाटक हुन्छ यता छ आज तिमी दुईजनालाई म राम्रै राम्रै केटाहरू कसरी फकाउने सिकाउँछु टिप्स दिन्छु ल ओए हेर्नु त कस्तो एक्टिभ भयो एक्टिभ भयो कसो गर्नुहोस् यहाँ चाहिँ अब राम्रो केटा सट्टी जान्छ होइन छेउबाट त्यसलाई चाहिँ यसरी हेर्नु हुँदैन बुझ्यो यसरी हेऱ्यो भने चाहिँ मलाई मन परायो मलाई हेऱ्यो भन्छ होइन यसरी नदेख्ने हुनुपर्छ यसो गरेर बस्नुपर्छ होइन यसो नदेख्ने हुनुपर्छ बुझ्यो नदेख्ने भएर बस्नुपर्छ होइन अन्त त्यहाँनिर ग्रुपमा पनि अब नदेख्ने हुँदै बोल्दै हाँस्दै गर्छ त्यो कतै हाँस्नु होइन यसरी हाँस्छ कतै हाँस्नु कतै हाँस्नु बुझ्यो अन्त चियाहरू दिन्छ नि अब उनीहरूको छेउमा चिया खानु पर्दाखेरि नि त्यहाँ होइन दिमागको यसो खान्छ बजाउनु हुँदैन यो त्यो राख्नुहोस् बुझ्यो त्यहाँदेखि कसो गर्नुहोस् भने बिस्किटहरू के खानुपर्छ नि त्यति बेला कस्तो हौराए जस्तो खानु होइन टिपेर गर्दै खानुहोस् उसलाई चाहिँ हेर्नै हुँदैन जुन चाहिँ केटालाई हामीले मन पराउँदैछौँ नि त्यो केटालाई चाहिँ हेर्नै हुँदैन त्यसो गर्दा चाहिँ के हुन्छ भने चाहिँ नि त्यो केटाले चाहिँ ए के भन्छ यो केटी चाहिँ एक्स्ट्रा रहेछ है भनेर बुझ्छ नि त बुझ्यो यो केटी चाहिँ एक्स्ट्रा रहेछ है म जस्तो ह्यान्डसम केटालाई पनि हेरेन अब चाहिँ म पठाउँछु अनि इन्ट्रेस्ट लिन्छ बुझ्यो हो होला त्यसै पो भनेको त पढा यहाँ पढा त्यसै पो भनेको टाइम पास गर्नु आएको त मक्कै पर्दो रहेछ है